भूतप्रेत कहाँ बस्छ त? माथि ऋषि लोकमा बस्छ त? बस्दैन नि यहीँ त। बस्छ। तिनीहरूको त एक्जिस्टेन्सै यहीँ छ नि त। अनि उनीहरूले खाना खोज्छ, बडी खोज्छ, ठिक छ? अब उनीहरूलाई नि भोक लाग्छ, उनीहरूलाई नि सेक्स गर्न मन लाग्छ। अनि कहाँ खोज्ने त? मान्छेको जिउमा छिर्ने। छिरिसकेपछि उसको द्वाराबाट त्यो पूर्ति गर्ने हो। शरीरमा छिर्छ भूत। छिरिहाल्छ नि, अभियसली छिर्छ। भूतप्रेतहरू भनेको के त? अमुक्त आत्माहरू होइन? उनीहरूले नि त मुक्तिको लागि तपाईँहरूसँग जोडिने त हो नि। कुनै पनि तान्त्रिकसँग जोडिने त हो नि। यसले मलाई मुक्त गराइदिन्छ कि भनेर जोडिने हो। अनि तान्त्रिकले तिनीहरूको गलत अभ्यास गरिदिन्छ। जस्तै प्रयोग गरिदिन्छ नि। कसैलाई बिगार्दै भनेर प्रयोग गर्न सक्छ होइन? कसैको यो चाहिँ यो मान्छेलाई बिरामी पार्दै भन्यो पारिदिन्छ। मारण, मोहन, वशीकरण, उच्चाटन सबै हुने के त? तन्त्र विद्या होइन? वशीकरण हुन्छ नि, मजाले हुन्छ। किन हुँदैन? किन हुँदैन? तपाईँको माइन्डलाई क्याप्चर गरेपछि वशीकरण भएन? मैले अहिले सुजनजीलाई यस्तो गरिन्छ। कुनै पनि मन्त्रको प्रभावबाट तपाईँको माइन्डलाई नै मसँग चाहिँ क्याप्चर गर्ने चाहिँ गरी अभ्यास गरी भने त तपाईँ त तानिहाल्नुहुन्छ नि। साधना गरे मान्छेसँग त त्यतिको लेभलको त क्यापेसिटी त भइहाल्छ होइन? एउटा त औराले नै तपाईँलाई वशीभूत गरिदिन्छ। यो साधकको त नट ओन्ली मी, एउटा साधकको त ऊर्जा त हुन्छ नि। तपाईँसँग नि त्यो खाले ऊर्जा पनि छ? सायद होला। अब होला कि छ? अब साधना गरे मान्छेहरूसँग ती चिजहरू हुन्छ, अटो जोडिन्छ के। ती देवी देवताहरूको ग्रेस हुन्छ, ती चिजहरूको एउटा प्रोटेक्सन हुन्छ। तर त्यसलाई कसरी चलाउने भन्ने कुराले म्याटर गरिरहेको हो। तपाईँ कल्याण गर्नुहुन्छ कि त्यसले चाहिँ विध्वंस गर्नुहुन्छ, त्यतिमा डिफर त हुने हो। तपाईँसँग बन्दुक छ भने तपाईँको कसैको प्रोटेक्सनको लागि युज गर्नुहुन्छ कि अरूलाई चाहिँ उडाउनलाई चाहिँ युज गर्नुहुन्छ? बन्दुक हुनु त गलत भएन त्यहाँनिर। फेरि पावर हो नि त। त्यो तन्त्रबाट तपाईँले गरेको सिद्धि मान्नुहोस् त्यसलाई, ठिक छ? अब त्यसलाई चाहिँ अब जस्तै आर्मी पुलिसको हातमा भयो भने जनताको प्रोटेक्सन हुन्छ, गुन्डाको हातमा भयो भने त्यसले विध्वंस मचाउँछ, जनता मर्छन्। सिम्पल तन्त्र त्यही हो एकदम। शक्ति सबै प्रकारका हुन्छन्, तर त्यसलाई कसरी प्रयोग गर्ने भन्ने कुराले फरक पारिरहेको हो। तपाईँले चाहिँ त्यसमा चाहिँ हेर्नु पर्यो त्यो कहाँ प्रयोग भइरहेछ। त्यो कल्याणको लागि भइरहेछ कि डिस्ट्रक्सनको लागि भइरहेछ। वशीकरण विद्या पनि सबै तन्त्रमै सुजनजी यहाँ नहुने विद्या केही पनि छैन। किन म त अब यो सबै चिजहरूलाई हेरेर आएको मान्छे। यो कालो जादु भनिन्छ नि, यो के हो कालो जादु? ब्ल्याक म्याजिक भनेको त्यही भूतप्रेत पिचास मसानका ऊर्जा चाहिँ कसैको जिउमा चाहिँ खनाइदिने काम हो। त्यो मन्त्र शक्तिबाट त्यसले के गर्न सक्छ? अब त्यसले चाहिँ मान्छेहरूलाई नेगेटिभ थट्सहरू उत्पन्न गराइदिन्छ होइन? माइन्डको लेभल चेन्ज गराइदिन्छ कि। जस्तै डिप्रेसिभ मोडमा पुऱ्याइदिन सक्छ काला जादुले। वशीकरण हुनसक्छ होइन? त्यसले गर्दाखेरि चाहिँ मान्छेले सुसाइडल थट्सहरू पनि आउने हुन्छ। ती अभ्यासहरूमा प्रयोग गरिन्छ नि त। कसैलाई मिसयुज गर्नलाई चाहिँ युज गरिदिन्छन् काला जादु। हजुर, यो पनि तन्त्र मध्येमै पर्यो। त्यो पनि तन्त्रभित्रकै त विद्या हो। राम्रो बाटोमा हिँडाउन पनि सक्यो त्यो, फेरि मजाले सक्छ त्यही विद्याले। जस्तै योगीहरूले तन्त्र साधना सिद्धि गरेर त उहाँहरूले जस्तै निमकोली बाबासँग अष्टसिद्धि थियो, 8वटा सिद्धि थियो। अडिमा, लगिमा, गरिमा, महिमा, प्राप्ति, प्राकाम्य, इशिता, वशिता, 8वटा। तपाईँ वशीकरण भन्दै हुनुहुन्थ्यो नि। निमकोली बाबालाई हेर्दाखेरि उहाँले वशीकरण गर्न सक्नुहुन्छ भनेर कसले पत्याउँथ्यो? माथि केही पनि लाउनुहुन्न थियो, धोती लाउनुहुन्थ्यो, तल वर्ल्डभरिको विदेशीहरू आउँथ्यो। उहाँसँग भेटेपछि जानै मान्दैन थियो, मान्छे वशीकरण हुन्थ्यो, उठ्नै मान्दैन। त्यो वशिता एक्ज्याक्टली त्यो विद्या त एक्टिभ भइसक्थ्यो। अडिमा, लगिमा, गरिमा, महिमा, प्राप्ति, प्राकाम्य, इशिता, वशिता भन्ने नि त। वशिताभित्र पर्यो त्यो बसमा राख्ने विद्या। इशिता इच्छा गरे चिजहरू प्रकट हुन्थ्यो होइन? सानो नि बन्न सक्नुहुन्थ्यो, ठुलो नि बन्न सक्नुहुन्थ्यो। जस्तै निमकोली बाबालाई उहाँ चाहिँ सिधा हिँड्नलाई उहाँलाई अप्ठ्यारो हुन्थ्यो, कोही साइडमा सहायकहरू हुन्थ्यो कि। हात यसरी चाहिँ उहाँले अरूको कन्दामा हात राखेर हिँड्नुहुन्थ्यो। हिँड्दाखेरि त्यो लिएर हिँड्नेलाई फिल हुन्थ्यो अरे कि त्यो चाहिँ विशाल मान्छेले चाहिँ मेरो यहाँ काँधमा हात हाल्नु भनेर ऊ गलिसक्थ्यो। त्यो वेटै थेक्न सक्दैन थियो कि।
त्यो हनुमानजीको ऊर्जा त आइसकेको थियो त्यहाँ, विशाल हुने जुन थियो नि सिद्धि, त्यसले त काम गरिसकेको थियो। भनिसकेपछि यो पनि त तान्त्रिक सिद्धि होइन, यो पनि तान्त्रिक सिद्धि होइन। जस्तै रावण जतिको ठुलो तान्त्रिक को छ अहिलेसम्म जन्मेको? कोही छ? रावण जतिको ठुलो तान्त्रिक आजसम्म कोही जन्मिया छ? कैलाशलाई उठाएर लान लाग्थ्यो रावणले, होइन? रावणसँग कतिवटा सिद्धि थियो? ऊ त जहाँ 8वटा टाउको दशानन्द 10वटा टाउको, ऊ 10चोटि शिर काट्दाखेरि पनि फेरि टाउको प्रकट हुन्थ्यो, होइन? उसले लेखेका ग्रन्थहरू रावण संहिताहरू लेखिदिएको छ, होइन? ठुल्ठुला ग्रन्थहरू लेखिदिएको छ। जस्तै ज्योतिषशास्त्रमा पनि, जस्तै कसैले मलाई सोध्छ कि ज्योतिषशास्त्र भने के भन्दाखेरि म भन्छु कि ज्योतिषशास्त्र भनेको काल ज्ञान हो कि कालको जसले ज्ञान दियो त्यो शास्त्र ज्योतिषशास्त्र हो। त्यो पास्ट प्रेजेन्ट फ्युचरको बारेमा बताउन जुन विद्याले सक्यो त्यो चाहिँ ज्योतिषशास्त्र हो, कालको ज्ञान के। रावण ज्योतिष पनि थियो? अब रावण जतिको ठुलो ज्योतिष चाहिँ को छ यो धरतीमा जन्मेको? प्रकाण्ड ज्योतिष पनि रावण, प्रकाण्ड ठुलो तान्त्रिक पनि रावण। ओके। उसले आफ्नो शक्तिलाई कति ठाउँमा मिसयुज गर्यो। सीता हर्ने काम त मिसयुज हो नि त, होइन? त उसलाई त अलाउड त थिएन नि त त्यहाँ। तर उसले के भन्दाखेरि आफ्नो काल त आफैले निम्तायो, सीता हरिदियो। हुन त रावणलाई यो थाहा थियो कि फेरि मैले चाहिँ माताजीलाई हरिन भने मेरो मृत्यु चाहिँ रामबाट हुँदैन भन्ने थाहा थियो नि त। रामबाट हुनलाई नै मैले हर्नुपर्छ, खोज्नुपर्छ भन्ने चाहिँ थाहा थियो नि त रावणलाई, थाहा थियो नि त। त्यो रामको भगवान् विष्णुको हातबाट मऱ्यो भने मुक्ति हुन्छ भन्ने कुरा उसलाई थाहा थियो। भगवान्को हातबाट मर्न पाउनु नि त अहभाग्य हो नि त। न त रावण त्यति नराम्रा पनि थिएनन्। रावणसँगको एउटा कालज्ञानको एउटा प्रसङ्ग भन्न मन लाग्यो मलाई। जब रावणलाई चाहिँ रामले बाण हानेर मृत्युशय्यामा लडाइरहेको थियो, लडाउँदाखेरि चाहिँ यता के भन्छ रावणका जति पनि सेनाहरू थिए उनीहरू त सबै पीडामा थिए, होइन? मन्दोदरीदेखि लिएर सबैको रुवाबासी चलेको थियो। तर यता रामलाई चाहिँ दुःख लागिरहेको थियो किन भन्दा अब यत्रो विद्वान मान्छे, यत्रो नलेज भएको मान्छे, यत्रो ठुलो तान्त्रिक, यत्रो ठुलो शिवभक्तलाई मैले मार्नु पर्यो भनेर चाहिँ उनलाई दुःख लागिरहेको थियो। दुःख लागिसकेपछि उनले लक्ष्मणलाई के भन्यो भने, हेर लक्ष्मण, यो मान्छे जो ढलिरहेछ नि तिम्रो हाम्रो अगाडि, यो चान्चुने मान्छे होइन। भलै यसले सीता हर्यो, तर यसको ज्ञान यति छ नि, यसलाई तन्त्रको विद्यामा थाहा छ, यसलाई चाहिँ ज्योतिषको बारेमा थाहा छ, यसलाई पारो कसरी बनाउने त्यो विद्यामा थाहा छ, सुन कसरी बनाउने त्यो विद्या थाहा छ, सबै विद्याहरू लिएको थियो कि रावणले। अब योसँग चाहिँ हामीले काल ज्ञान चाहिँ लिनुपर्छ। तिमीले गएर ल्याउने उसँग मागेर उसलाई सोध्नु, काल ज्ञानको विषयमा बताइदिनु भन्नु, र त्यो विद्या भोलि आउने पिँढीलाई हामीले बाँड्नुपर्छ। अब यो त ढल्यो, यो त जान्छ, अब केही क्षण त मर्छ, शरीर छोड्छ, यो विद्या फेरि यहीसँग गएर लुप्त हुन्छ, तिमीले गएर ल्याउनु भनेर भने। लक्ष्मण त अब दाइको आज्ञाकारी, होइन? जो आज्ञा भैया भनेर उनी गइसक्यो। पछाडि गएर रावणको छेउमा मुखैनेर गएर उसले गुस्सा, अब तिमीलाई त हामीले मार्यौँ, होइन? तर तिमीसँग चाहिँ काल ज्ञान छ अरे, त्यो चाहिँ भोलिको पुस्तालाई चाहिन्छ, संसारलाई काम लाग्ने विद्या छ अरे, त्यो चाहिँ दिनु पर्यो भनेर चाहिँ उसले माग्छ। लक्ष्मणले माग्छन् कि मागिसकेपछि रावण उता फर्किदिन्छ। ए ओके। अनि फेरि भन्छन् लक्ष्मणले, रामले पठाएछन् भने तिमीसँग विद्या छ अरे, दिनु पर्यो, त्यो चाहिँ भोलि हामीले नि बाँड्नु पर्यो अरू पुस्तालाई नै, नयाँ आउने जेनेरेसनलाई काम लाग्छ, अरू पुस्ताहरूलाई भनिसकेपछि रावण त फर्किँदैन। नफर्किसकेपछि लक्ष्मण त रिसा मान्छे, होइन? रिसाएर गयो। दाइ कहाँ पठाएको यस्तो ठाउँमा? त्यस्तो अहङ्कारी रावणसँग तपाईँ मलाई विद्या ले भनेर पठाउने? त्यसले दियो, मैले क्वेसन त्यति रिक्वेस्ट गर्दाखेरि उता फर्क्यो भनेर चाहिँ लक्ष्मणले भने, कम्प्लेन गरे दाइलाई रिसाएर। अनि रामले हाँसेर भने कि तिमीले माग्न त माग्यौ रावणसँग काल ज्ञानको विद्या, कहाँ बसेर माग्यौ भनेर सोध्नुभयो कि। मैले उसको टाउको छेउमै गएर मागेँ दाइ, किनभने त्यहाँ भयो नजिकबाट सुनिन्छ भनेर भन्दा राम हाँस्नुभयो। अब गएर रावणको खुट्टा छुनी पहिला, अनि त्यस पछाडि पाउ छेउमा बसेर माग्ने। ल जा, दिएन भने अनि भन् भनेर पठाइदिइसकेपछि लक्ष्मण फेरि गयो। जान मन त थिएन, त्यही दाइको आज्ञा भनेर गयो। गइसकेपछि पहिला
रावणको पाउ छोयो, पाउ छोएर चाहिँ अनि हे राजन होइन, तिमी जतिको विद्वान यो धरतीले